हाम्रो आज हाम्रो आलु र केराउको तरकारी आज बोइज नाइट आउट चिकन करी टक्क हाम्रो पुलाउ हैन अनि अचार सबै यो चाहिँ हाम्रो मासु बन्दैछ यहाँ चाहिँ हाम्रो काटकुट भइसक्यो यसो मेमोरिज यो अब निरजको घरमा केही भेटेको छैन हामीले तस आइज ल बेसार हाल्ने पालो हाम्रो टक्क लायो भुटले चाहिँ यसो भ्लग खिच्दै यहाँ चाहिँ हाम्रो अस्ट्रेलियाले काम गर्दैछ पाकिस्तानबाट तर यसलाई चाहिँ खाएर घर पठाइहाल्नु पर्छ किनकि बम पड्काइदियो भने छैन सिनेम्याटिक खिच्नु पर्यो नो टक्सिक ल हाम्रो सेफ हाम्रो मेन सेफ छ यहाँ अनि यहाँ चाहिँ हाम्रो एउटा कामचोर मकै खाने यो निकाल्दिउँ काम गर्ने कालु मकै खाने भालु दोस्तले के गरिरहेछ पाकिस्तानबाट अब हामी डाइनिङ टेबलमा भेटौँला आलु नै छैन रे क्या आलु बनाए आलु होइन हौ यो आलु छैन रे लड्डु बनाइदियो अब है यही खाने अचार चम्चे थाहा नै पाउँदैन होला के भन्छ किमा बनाएको के हो त्यो मसला सब तर आलु भुटिरहेछ होइन त्यो त टेस्टको लागि मटला हाले हौ मैले सबैभन्दा कुहीँबाट दिनु पर्ने है तिम्रो ल पापड ल